यता वारीबाट राजमार्ग गएकोले व्यावसायिक दिपायल यतै बनेको छ। पारी पुरानो दिपायल छँदैछ। डोटीको एयरपोर्ट पनि पारी दिपायलमै देखिन्छ। दिपायल पहिले विकास क्षेत्रको सदरमुकाम थियो। हालको प्रमुख बजार हो यो। डोटीको सदरमुकाम चाहिँ सिलगढीमा छ। हामी केही छिनमा सिलगढी पनि पुग्नेछौँ। डोटीको दिपायल आज मात्र नभई धेरै पहिलेबाट प्रचलित र एउटा प्रशासकीय क्षेत्र पनि थियो। पहिले डोटी राज्यको दरबार डडेलधुराको अजमेरुकोटमा रहेको मानिन्छ। पछि भूपति शाहीको पालामा दरबार यता सारियो। गनरी गौडा डाँडामा दरबार निर्माण गरेर दरबार यता सारियो। अहिले हामी छौँ दिपायल बजार। डोटीको एउटा प्रमुख बजार नै हो दिपायल। दिपायल यसै हेर्दाखेरि 3 खण्डमा विभाजित छ। एउटा चाहिँ अहिले हामी भएको क्षेत्र, यो चाहिँ नदी किनारको एउटा सहरी क्षेत्र हो जहाँबाट चाहिँ मुख्य राजमार्ग गएको छ। राजकोट केही मास्तिर छ भने यता एयरपोर्ट भएको खण्ड पनि छ, जुन चाहिँ अलिकति फिजारिएको ठाउँ छ, जुन चाहिँ फाँटिलो ठाउँ छ। यो वास्तवमा चाहिँ क्षेत्रीय सदरमुकाम हो, तर डोटीको सदरमुकाम त अगाडि सिलगढी छ। हामी यहाँ वरपर घुम्छौँ। एकदमै रमाइलो दृश्य छ। नदी किनारमा भएको कारणले गर्दाखेरि धेरै गर्मी पनि छ। हामी त्यति चिसो ठाउँबाट फेरि यहाँनिर यति गर्मी ठाउँमा आइपुग्दाखेरि अलिकति चकित नै भयौँ। अहिले दिउँसो अलिअलि घाम लागेको बखत त यहाँनिर निकै तराईको जस्तै गर्मी महसुस गर्न सकिँदो रहेछ। यहाँ वरपर मठ छ, मठ हामी पुग्नेछौँ। वरिपरिको दृश्यहरू निहाल्नेछौँ र अगाडि फेरि सिलगढीतर्फ बढ्नेछौँ। पहिले डोटी राज्यको दरबार डडेलधुराको अजमेरुकोटमा रहेको मानिन्छ। पछि यही दिपायलको गनेरगौडा डाँडामा दरबार निर्माण गरी राज्य व्यवस्था सञ्चालन गरियो। दिपायल छेउको द्वारी खोलाको माथि झोलुङ्गे पुल छ। यसले धार्मिक स्थल दुधेश्वर र ऐतिहासिक स्थल कोट भैरव जोड्छ। यो झोलुङ्गे पुल पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। पुलबाटै दुईतर्फ रमणीय भेग हेर्न पाइन्छ। झोलुङ्गे पुल तरेर पारी कोट भैरवतर्फ जाने मार्ग छ। यो क्षेत्रमा कोट भैरव दरबारका भग्नावशेषहरू हालसम्म छँदैछ। यसलाई डोटी गौडा पनि भनिन्छ। विक्रम सम्वत 1615 देखि 1647 सम्म डोटीली चर्चित राजा भूपति शाहले यहीँबाट डोटी राज्य सञ्चालन गरेका थिए। जम्मा यहाँबाट 300-400 वर्षसम्म राज्य चल्यो। डोटी दिपायलको अझ पुरानो इतिहास बुझ्न दिपायलको मठ जानुपर्ने हुन्छ। हामी सेती नदीतर्फ र दिपायलको अर्को भूभागतर्फ बढ्दैछौँ। हामी यहाँबाट सिलगढीतर्फ नगई उता एयरपोर्ट भएको खण्डतर्फ जानेछौँ। पहिले हामी दिपायलको मठ भनेर सोध्दै खोज्दै अघि बढ्यौँ। केही अघि आएपछि दिल्पेश्वर महादेव मन्दिर पुग्यो। यस मन्दिरलाई मठ भनेरै सम्बोधन गरिन्छ। दिल्पेश्वर महादेव मन्दिर, यही मन्दिरबाट दिपायल नाम आएको रहेछ। अर्थात् दिल्पेश्वरबाटै दिपायल नामाकरण गरेको तथ्य छ। यो चाहिँ दिपायलको चाहिँ कथा यो राजा दिलीप